माया गरिदिएन म मलाई म के गरेको त्यस्तो हेलो गरिदिएन हेलो हेलो हाई एभ्रिवान भन्दिनु न नौटङ्की नाटक हेर नाटकहरू ल यता हेर्दैछ न यता हाई हाई गरेको रे हाई के गरेको त्यस्तो नमस्ते 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 गरिदिनु न नमस्ते छोरी आउनु नाच्छ छोरी किन उठेर माउ छोरी माउ छोरीले नि टिकी लाएर खोजी नामी भयो कि नि यता हेर्दैछ न छोरीलाई माम बनाइदिनु भएको छ हेलो बुढो हाई भनिदिनु न यता हेर्नु न कति ह्यान्डसम देखिनु भएको छ यता हेर्नु न मेरो बुढो त दिलाएको दाल पनि बसालिसकेको साथीहरू चाहिँ करेला काट्नु लागिसकेँ मैले मेरो चाहिँ करेला पनि पाक्न लागिसक्यो तेल करेला पकाउनु चाहिँ छोप्दे मसलाको लागि रेडी गर्दैछु साथीहरू करेला चाहिँ यस्तो भइसकेको छ भने दाल झानालाई चाहिँ यता रेडी हुँदैछ दाल झानालाई पनि रेडी भयो कति मिठो भयो करेला हेर्नु करेला दाल झान्नलाई प्याज खाना पनि रेडी भयो आजको खाना सुरु भयो साथीहरू कस्तो छ बुढो खाना मिठो छ मिठो छ मेरो बुढीको खाना एकदम बेस्ट तामा करेला अचार दाल भात नानी कता रहेछ त हाम्रो यो बाटो थिएन किन्दाखेरि हाम्रो जेठी फुपू घर के मेरो जेठी फुपू सासू घर हो घर बस्नु चाहिँ उतै डाँगै बस्नुहुन्छ तर फजुले यता किन्नु गएको छ अरे चोपरगौरीमा अनि त्यही भएर कहाँनिर रहेछ भनेर हामी चाहिँ हेर्न आएको 40 लाखको घर हाम्रो फाजुको कुन चाहिँले फसायो कि के गर्यो बिचरा हाम्रो फाजु 40 लाखको घर कस्तो रहेछ हाम्रो फाजुले हेर्न भनेर हो क्या हाम्रो फाजुको 40 लाखको घर कुन चाहिँले फसाएछ टाइल्स हालो छ रहेछ बाटो ठाउँ त ठिकै तर अलिक घर चाहिँ भएन झ्याल लुगा छैन नि 40 लाखको घर हाम्रो फाजुको टाइल्स लाग्छ घर त हाम्रो फाजुको घर यही हो एउटा दुईटा मान्छे नभए घर त भयो कस्तो होला मालिक नभए घर दुईटा तीनटा चारवटा हाम्रो फाजुको घर त्यो घर त अब मोजा छ र कहाँ हो छोरी सानी बाजी घर हेर्न आएको
मोजा छोरा रे कि त्यो कम्ची जुत्ता मोजा त देख्नु हामी चाहिँ फर्किसक्यो हजुर त्यहाँ दिदी घर हो कहाँ हो बुढो यो चप्पर गौरी यतातिर त्यहाँ त्यो आन्टीको घर कता साइड रहेछ जङ्गलहरू जङ्गली ए सिन्दुर कहाँ हात्ती जाँदैछ अत्तरी भनेर होला कि छोरी बाबालाई अत्तरी भनेर छोरी बाबालाई पाइ किन गर्छु अट्टर छ भनेर पाइया गरेको बाबालाई पाइया गरेको खाना पाइया गरेको पाइया गरेको है साथीहरू आयौँ हामी चाहिँ हात्तीसार उतातिर जानु पनि अब यस्तो अप्ठ्यारो छ आन्टी बुढो झरम पिकनिक यस्तो मान्छे खाना आउँदो रहेछ नि पिकनिक धेरै जङ्गल रहेछ आन्टी के रहेछ र पिकनिक यही पिकनिक खानलाई यो रहेछ पिकनिक स्टलहरू 2-3 पानी परेर खतम छ त्यही पनि नाचिरहेको मान्छे आइफोन भए दामी कहाँ हो त यो जङ्गल यो बटोले कहाँ हो कहाँ ल्याएको साथीहरू है यो चाहिँ के यही हो ए डराउली छोरीले साटो छोरीले हामी खड्गबार हात्तीसार बाघ हार्दिक स्वागत गर्दछौँ भन्ने ठाउँमा छौँ खासै राम्रो आएन क्यामेरा क्लियर भएको हुन्छ त ठिकै घर बस्ने पोजिसनमा ल्यायो कि अनि बड्डाले कस्तो हुनुहुन्छ क्या किन डुब्बा डोराइको तपाईँ बाजे के हो इलिफेन्ट नि जाम अब जाम अब
के हो छोरी यस्तो गरे पाइसिर निकाको हात्ती छ हेरिरहेको छु हजुर छोरी के अरे हात्ती अरे गणेश राज छक्कै परेछु छोरी के छ डोरा आऊ किन गएको छोरी हेलो ढुङ्गा खेल्ने बाटोमा बसेर हामी लुकेको पनि चालै छैन गयो भने रुनु पनि छैन हेर्नु त त्यहाँ भुइँमा खेल्ने रे नजाने रे बसेर भुइँमा खेल्ने रिसिएर नसक्ने रे ढुङ्गा खेल्न जाने रे ढिलो खेल्ने रे माटो खेलाउने रे खेला 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 रोएर अघि खेलाइरहेको थिएँ के गरे यस्तो जानेन घर हेर हेर्नु अझ छोरी यही माटोमा बस्ने रे आएको साथीहरू घुम्नलाई अघि त्यहाँ गिटीमा खेलिरहेको थिएँ छोरी अनि उठाएर ल्याएको रोएर खस्नदारी बाटोमा बसालेको खुसी हो ढुङ्गा खेल्ने रे ऊ खेला जस्तो त्यहाँ जिद्दी बच्चालाई कसले के गर्न सक्छ र के अनुहार खै देखा त जाम बिचार ढुङ्गा माट खेल्न नपाएको त्यो भुवाहरू बच्चा बच्चीलाई ढुङ्गा माटोमा पनि खेल्न दिनुपर्छ अरे के त्यही भएर खेलाउनु ल्याएको बिचार ढुङ्गा माटो देखेको छैन त्यही भएर कानपुर